साथीहरु यो चाहिँ हाम्रो सेकेन्ड ब्लक है काफल खाना आएको सेकेन्ड दिन अर्को दिन पनि ग्रुपमा आइयो यहाँ आएको झन् आज त अस्तिको भन्दा एकदम बवाल भइरहेको काफल खोज्दै माथि नै पुगिसक्नु भएको छ कोही चाहिँ हामी यता छौँ कुन जग्गामा भयो ल देवराज के छ ठिक छ लाग्यो तर यसमा कसरी चढ्छ नि त दाजु हजुर कसरी चढ्ने त यसमा त गाह्रै होला भाइ यो चिन्नलाई यो पात बोकेर हिँड्छु ए स्याम्पल होइन बिरुवै बिरुवा है जता पनि बिरुवा हेर्नु न यहाँ त हो नि हेर्दा त यस्तो कटुस हुन्छ मेरो भाइहरू अभिषेक भेटिरहेछ हाम्रो भाइहरूलाई चाहिँ एकदम यहाँ अभिषेक भएर एउटा के भन्छ त्यो छुट्याउनु पर्ने भइरहेछ क्या अभिषेक ए र बी अभिषेक ए र बी भनेर चिनाउनु पर्यो कसलाई हो अब फेरि बिरुवाको जङ्गलमा पुनः एकपटक हामी ब्लग कोही यता पनि हुनुहुन्छ कहाँ दाजु ए फुलिरहेछ ए ल ल टप्प टिप्नु पर्ने भयो त यो त यो भन्दा मास्तिर त के भन्छ यो डाँडालाई ए ल अनि तपाईँ पहिला नि आउनुहुन्थ्यो है यहाँ त आउनुहुन्थेन यसै पालि मात्रै हो काकाले ल्याउनु भयो क्या है ए ल ल दुईजना छौँ हामी ग्रुपमा अरे आज त झन् रमाइलो हुनेवाला छ चाहिँ है फ्यान्टास्टिक के गर्नु होइन आज पुरै यो यतातिर अन्वेषण मात्रै हुने भयो यो ठाउँतिर है नत्र भने खासै हुनेवाला चाहिँ काफल चाहिँ आज हामीले खाइएन दियोस् कस्तो कस्तो फिल भइरहेछ भाइ ए खानुहोस् भाइले दिइराख्नु भएको छ होइन भाइ म नखाँदैन थ्याङ्क यू मेरो भाइ यस्तो हो नि त नि स्वादिलो तरिकाले खाने है अभिषेक भाइलाई एकै ठाउँमा देख्नु पाउँदा म फेरि कम खुस यस्तो राम्रो राम्रो फुल पाइन्छ त्यो है अनि त्यही भएर आज चाहिँ अर्कै बाटो गइरहेछ अर्कै बाटो आएछौँ एकदम घारी कुदाइ भयो अनि यहाँ चाहिँ हामी जनताहरू सबैजना मिलेर अब खाजा खाने सोच बनाउँदैछौँ आजको यो एकदम रमाइलो ठाउँ आज त झन् रमाइलो ठाउँ छ यो अर्कै ठाउँ घारी धेरै कुदेर भए पनि अहिले चाहिँ हामी एकदम राम्रो ठाउँमा आएको छौँ उहाँहरू फेरि अर्कै पार्टी हुनुहुँदो रहेछ है रमाइलो छ यस हजुर ए ल खानेकुरा पनि एकदम हजुर ए मलाई भन्नुहुन्छ भाइ हजुर हुन्छ ल दिनुहोस् है
फाइनली गाइज अब चाहिँ हामी यहाँ काफल टिप्नेछौँ है। काफल भेटाइरहेको छौँ। अब चाहिँ काफल एकदम प्लास्टिकैको व्यवस्था हो। ल ठिक छ, के हो हल्लाउने हो?